अब यिनको नयाँ स्वेटर देखाउन एकचोटि उहाँको लागि ताली बजाउँ त खै यसो माहौल मिलाउँदैछु ए 200 त पछि पनि पाइन्छ यो 100 पाइन्न के ए ठुली ए मेरा बा भइले हो कि बुहारीको हो ए मेरा बुहारी नाति होला नाति बरु सबभन्दा साउको भन्दा ब्याजको माया लाउने भनेको यही होला वाडा है ल ए मेरा बा दुलाल राईली होइन नि दुलाल राईली हुन् कि कान्छी हुन् खै एकचोटि दुलाल जतिले हात उठाउँ त छैन एकचोटि चौला गाई जतिले हात उठाउँ त ए के थरी बढी छ नि सर यहाँ श्रेष्ठ जतिले हात उठाउँ त म पनि नेवार हो के ए के हो जोइसीले नजानेको अल्छीले जान्छ भनेको यिनले जाने रहेछ तर यहाँ धेरै मैला भएको ठाउँमा हुन्न सर आउनुहोस् त सबैलाई ए मेरा बा सबैलाई रातो र हरियो गराएर आफूलाई चाहिँ एउटा मात्रै निलो गरेर आएको है हो कति रसिलो कति राम्रो अहिले कार्यवाहक अध्यक्ष तपाईँ कि उहाँ अध्यक्ष अरे ओहो अध्यक्ष तपाईँ आउनुहोस् त मेरा बा चिसो भएर त होला नि तेल त तार छक्काएको यहाँ बाल खल्ला चाहिँ कति माया गर्नु रहेछ म्याडमले एकचोटि म्याडमको लागि ताली बजाइदिनुहोस् त खै खै म्याडम खै ए साना तेल तताउँदै छप्काउँदै सबभन्दा माया बुढेसकालमा छोरछोरीले भन्दा पनि नि श्रीमान श्रीमतीको माया गहिरो हुनुपर्छ एकचोटि बुढीले बुढो बुढोले बुढी सम्झेर ताली बजाउँ त यदि आजबाट मिलती छैन भने पनि घर गएर आज सबै मिलेर बस्नु होला हुन्छ ल एउटा नाचबाट आजको कार्यक्रम सुरु गरौँ ट्याक्क ठुली ठुला आऊ ये मेरा बा यिनी त यहाँका त मारुनी जो हैछन् हो कुन यतातिर कुन गीत चल्छ अरे आउँदैन कि गीतबाट आउँदैन आउँदैन ल त्यसमा तपाईँ पल्टन्ने त होइन नि पण्डित हो कपुर गौरम कपाल गौरम गरुडा बतारम टपरी लतारम भुजगेन्द्र हारम संसार सारम दुनाको पैसो गोजाभित्र पारम ल म पनि पण्डित हो हामी दुईटा भेट भयो आउनुहोस् ल ठिकै छ भाषा संस्कृत भाषा ओर आउनुहोस् एउटा वाडाध्यक्षज्यू हजुरले उहाँ 3 जनामा आउनुहोस् त को राम्रो नाच्दो रहेछ आउनुहोस् पल्टन्ने त होइन नि यो स्वेटर हेर्दा त आर्मीको जस्तो छ नि ए पल्टन्ने पनि फेरि 2 थरीको हुन्छ के एउटा आर्मीको पल्टन्ने अर्को खाएर बाटमा पल्टन्ने मैले माल एकचोटि नाचौँ त वाडाध्यक्षज्यूले यसको निर्णय गरिदिनु पर्छ कि संस्थापक अध्यक्ष तपाईँ है हो ल यसमा पुरस्कार छ यो किसानको कार्यक्रम हो प्रथम पुरस्कार आलु तृतीय पुरस्कार पिँडालु तृतीय पुरस्कार चाहिँ वाडा अध्यक्षज्यू लालु लालु म्याडमलाई हेर उता यता भन्दा उता खुसी हुने फेरि ल सुरु 1 2 हात यसो गरौँ त दुईटै पर्दैन घडी भएर घडी देखाउन ला होला अचल त पियानो त महँगो छ नि 270 त चोलाकै छ ल सुरु 1 2 3 दाइया पतला गरौँ दाइया पतला दाइ वा हाम्रो के भन्छ सहकारीको अध्यक्षको प्यान्ट परार सिलाएको रहेछ यो नाच गर्नुहुन्न हुन्छ एकचोटि उहाँहरूको लागि ताली बजाइदिनुहोस् त अब यो मैलै मैला भएको ठाउँमा यो गीत गाउँदाखेरि के हुन्छ भन्दाखेरि अपमान हुन्छ बुवा मैला भएको ठाउँमा पुरुषको गीत त गाउनु भएन नि त ए रतेउली भनेको थुक्निले नि
ए छोरो पनि भयो बाई पराई ए बुहारीले के गराई ए छोरो ताली बजाएर चाँपो फेरि है त एकचोटि झ्याम ए छोरो पनि भयो बाई पराई बुहारीले के गराई हाम्रातिर ए भरे त बुहारी आउँछे सासूलाई बोकेर डुनाउँछे तर मेरो फेरि त्यस्तै परिने बुहारी ए भरे त बुहारी आउँछे ए सासूलाई पिटेर धुला हो होइन मेरो हो तपाईँको के हो थाहा भयो ए बोकेर त डुलाउने कुन थियो उचालेर नफाले हुन्थ्यो तर यो साना किसानको ठाउँमा यस्तो रतेउली गाउने होइन सर यहाँ त किसानको कुरो हो नि त एकचोटि किसान जतिले हात उठाउनुहोस् त ल राख्नुहोस् अनि एकचोटि तरकारी किनेर खाने जतिले हात उठाउनुहोस् त अहिले छैन पहिला सबै फेरि त्यही भएर किसान भनेको कि भनेको किनेर सा भनेको सामान न भनेको नखाने कसले बाले बाक्लो चिनी हालेको चिया खाउँथे होला त्यही भएर किसानको ठाउँमा यो गीत आउने होइन गाउने ए घर अगाडि तरकारी फलाइछु कोले फलाउनु भएको छ ए घर अगाडि तरकारी फलाइछु ए त्यही बेचेर घर खर्च चलाइछु ए घर अगाडि तरकारी फलाइछु भाइ त्यही बेचेर घर खर्च चलाइछु हो कि होइन अब यदि छैन भने पानी पनि छैन भने हात चुठेको मुख धोको कपडा धोको अलिअलि पानी जम्मा गरेर पनि घरलाई तरकारी पुर्याउन सकिन्छ हो भने एकचोटि त हातमाथि गरेर ताली बजाउँ त ल म वारदक्षज्यू म धेरै टाढा थिएँ हिजो मेरो दाङको अस्ति तुलसीपुर मौसम थियो अनि हिजो म कसो मौसम खुल्यो र खस्स त्यताबाट आएँ यहाँ प्रारैदेखि आउँछु भनेको आउन नपाएर पोहोर पनि काठमाडौँ आएर अल्झिया थिएँ अनि म यहाँ आएको एउटा कथा सुनाउन हो मेरा 5 भाइ छन् तपाईँका कति ठुला 5 3 भाइ मैले एउटा गीत गाउँछु यति गीत चाहिँ सुनिदिनुहोस् है 5 भाइ छोरा थिए 5 बहिनी छोरी मेरा उबेलामा पाले बरै दुःख गरी ती छोराहरू जन्मे हुर्के पढे लेखे लाखा पाखा लाए त्यत्रा सन्तान जन्माइ हुर्काए मैले खैके पाएँ अहिले ठुलो सिरोबारीमा बुढा बुढी टक्राक र टुक्रुक कहिले हुन्छ थाहा छैन घुक्रुक यति मिठो गीत गाए कसैले ताली बजाए मेरा 5 भाइ छोरा सर एउटा जापान छ एउटा क्यानाडा छ 2टा दुबई छन् एउटा काठमाडौँ छ मेरो तपाईँको के हो थाहा भएन मेरो चाहिँ छोराले पैसा बुहारीलाई पठाउँछ या भने बुढाबुढी हेरेको हेरै कहिलेकाहीँ औषधि किन्न पर्छ कहिलेकाहीँ ठिउरा किन्न पर्छ गोजा पैसा हुन्न मिर्सी किन्न पर्छ छोराले बुहारीलाई पठाए पनि धन्न यहाँ ठुलो सिरुबारीमा साना किसान खुल्या थियो र बाख्रा बेचेको पैसा टमाटर बेचेको पैसा छोरीले आमा राख भनेर पोर्दा घुसारिदिएको पैसा ल्याउँदै यहाँ जम्मा गरेको थिएँ आज त्यो छोराले पैसा नपठाए पनि यहीको पैसाले बुढेसकालको सहारा भएको छ गोर्जो टरेको छ त्यही भएर बुढेसकालको सहारा भनेको त छोराहरू त कहिले कहाँ हुँदा रहेछन् एकचोटि साना किसानको लागि ताली बजाइदिनुहोस् जसले बुढेसकालको सहारा मेरो अब तपाईँको यहाँ कसरी गर्नु भएको छ सायद म 7 वर्ष अगाडि आउँदा पनि त्यो मेसो पाएको थिएँ राम्रै मैले छोरालाई के भने ए छोरा विदेश न जा यहीँ बस भनेको मुन्टिँदै विदेश गयो घर परिवार पाल्न भने छोरो विदेश गयो दुर्घटनामा परो हजुर अङ्गभङ्ग भयो
घर फर्की आयो हजुर पाल्न थाल्यो गाई, यही साना किसानबाट सस्तोमा ऋण लिएर। घर फर्की आयो हजुर पाल्न थाल्यो गाई, आजकल छोरो गाउँ गाउँमा भाछ हाई हाई, कमाएपछि जसको पनि हाई हाई। यतै गाईको दुध बेचेर बुढीलाई नि किनिदियो छ सारी, धन्यवाद छ साना किसान सहकारी, साना किसान साना किसान आत्मनिर्भर बनाउने रहेछ निशान। खै कोही नाच्दैन यहाँ, ल ठुलै आउनुहोस्। ए राईले आऊ, माइन्दिन। ए काइली काइले काइले कोही छैन? ल ठिकै छ। यहाँ हाम्रो प्रबन्धक खै, प्रबन्धक 200 मा? ल ठिकै छ। अनि सहायक प्रबन्धक कोही हुनुहुन्छ यहाँ? सबै उहाँ हुनुहुन्छ। ल ए दिदी, ए नाच्न आउनु भएको? ए कुर्ता सुरुवाल र हैज त नि आएको, मजा पनि लागेको। त्यो ठाउँको ठाउँ हो नि त, गीत गराइदिने। ल अब यहाँ कोले भैँसी पाल्ने चलन छ कि गाई? एकचोटि भैँसी पाल्ने जतिले हात उठाउनुहोस् त। भैँसी गाई जे पाले पनि। ल अनि हात राख्नुहोस्। अनि कोले बिमा गर्नु भएको छ त पालेकाले, एकचोटि हात उठाउनुहोस् त। ओहो, यो त घाटा हो नि। मोटरसाइकल किनेर हेलमेट नलाइकन बाटो नहेरिकन हिँड्नुभन्दा अझै खतरा हो यो बिमा नगर। त्यो मोटरसाइकल चलाएर हेलमेट नलाउँदा पुक्लुक्कै मान्छे जान्छ नि। हाम्रो गाउँमा के भयो थाहा छ? मलाई जो परेको, म बुढालाई हेर्नुहोस् हजुर कसो परो 1 लाख हाली ल्याएको भैँसी गएको महिना मरो, धन्न बुद्धि पुर्याएर गरे रहेछु बिमा, भैँसी मरे अर्कन दिन पैसा आए दिन। 1 लाखको बिमा गरेको, भैँसी मरेको अर्कन दिन 80,000 दिन। त्यही भएर म कहिल्यै पिरिन, ए भैँसी मरो पाडो चाहिँ फिरीमा, साना किसान ए साना किसान आत्मनिर्भर बनाउने रहेछ निशान। ए साना किसान आत्मनिर्भर बनाउने रहेछ निशान। आहा, यो बुवाको ए अलि ओर आउनुहोस् त। तपाईँलाई अझै नचाउँछु। ल खास उहाँलाई ढुक्क पारेर पठाउँ के। ल तुन त केही हुन्न के। ए अहिले मलाई भनेको मेरो होइन। ल ल ट्याङ्की ट्याकुनी भराउनु भरौँ। ल ट्याङ्की ट्याकुनी ढैया पत्तला यस्तो छैन क्या। रमाइलो एकचोटि उहाँको लागि ताली बजाइदिनुहोस्। मान्छे जिन्दगीमा खुसी भएर बाँच्नुपर्छ के। ऋण हुन्छ, धन हुन्छ, पीडा हुन्छ, तर इन्जोय मजाले बाँच्नु पर्छ। ल अब चाहिँ कुर्सियाँ बस्नुहोस् है। अनि यहाँ अनुदान कार्यक्रम दुधको अनुदान दिएछ। वाडाध्यक्षज्यू यही हुनुहुन्छ, पालिकाले पनि दिएछ। कति 1 लिटर 3 रुपियाँ। ए भनेको 3 रुपियाँ वालले थपिदिन्छ। राम्रो कुरालाई त एकचोटि ताली बजाइदिउँ न। तपाईँको दुध 90 मा जान्थ्यो भने वालले नगरपालिकाले गर्दा 3 रुपियाँ बढी परेछ। लिटरमा 3 परेपछि 3 लिटरमा 9 भयो हो कि होइन? 900 लिटरमा कति भयो? 9,000 भयो नि। जोड्दै गएर फाइदा हुने। फेरि एकचोटि ताली बजाउँ त। अनि यहाँ भाका कति हो नागेको छ? भाका 65 लाख जस्तो छ क्या। ओहो, यो चाहिँ यति गर्न समस्या हो। भाका नाग्ने कस्तो रहेछ भने, भाका नाग्ने है एउटा घरमा, तपाईँको घरमा छोरी छ, बिहा भएको छैन, बिहा नहुँदै बिहा हुने भयो कि छोरीको महिनामारी भाका नागो भने जे हुन्छ नि, यहाँ भाका नागे पनि त्यही हुन्छ। एकजनाले गर्दा अरू बदनाम हुन हुन्न। एकचोटि ताली बजाउनुहोस्।